हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भ्लग एन्ड इट्स मी रविना गुरुङ। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ एकदम ठिक छु, मस्त छु। आज चाहिँ मैले हजुरहरूलाई के देखाउन लागेछु भने ल हेर्नुहोस्, मेरो यो हो फुलहरू। मैले चाहिँ यो घरमा कति धेरै फुल रोपेछु कि साथीहरू। यो भन्दा कति 1 वर्ष अगाडि चाहिँ फुलै थिएन कि, अनि मैले आएर है कहाँदेखि यो फुलहरू ल्याएर यसरी रोपेँ कि। अनि यो यति धेरै मेस्सी देख्नु भयो होला है भुइँमा हजुरहरूले। यो चाहिँ किन यस्तो भएको भन्दाखेरि मैले हिजो बेलुका फुलमा माटो थपेको थिएँ कि। माटो मलहरू फेरि हालिरहनु पर्छ नि त यिनीहरूलाई पनि रोपेर मात्रै कहाँ हुन्छ र साथीहरू, बच्चालाई भन्दा बढी केयर गर्नुपर्छ कि। ल अब अनि मैले चाहिँ हिजो अनि सबै फुललाई यता बाहिर निकालेर यसरी माटोहरू थपिसकेको थिएँ कि। त्यही भएको कारणले आज चाहिँ म यसरी यो सब सफा गर्नेवालामा छु कि साथीहरू। अनि यो मैले चाहिँ यो झाडुको अलिकति इन्टरटेनमेन्ट दिँदैछु कि हजुरहरूलाई। के हो भने यो चाहिँ मेरो बुढाले बनाइदिनु भएको हो कि। उतातिर इन्डियाको भैयाहरूले यसरी यो झाडुलाई यसरी काठ लाएर बाँधेर यसरी बढाल्छ भनेर भन्नुभएको थियो। अनि त्यही भएर उहाँले पनि फेरि घर आएर यस्तै बनाइदिनु भयो। थ्याङ्क यू बुढा भन्दै म चाहिँ खुसी हुँदै यो भुइँहरू बढाल्दैछु। हाहा ल हेर्नु कति धेरै फोहोर छ। आम्मा हौ लास्टै फोहोर, फेरि यहाँ कति फोहोर भइरहन्छ कि। यसको हाँगा काटेर मैले अब यसलाई चाहिँ बाहिर राख्छु कि यो फुलहरूलाई चाहिँ मैले, किनभने पानी पर्छ नि त। पानी पर्छ चियाको पानी राम्रो हुन्छ। आज हामीले हाल्यो भन्दा पनि राम्रो पानी पाउँछ नि त। मैले अलिकति अब अझै भित्र पनि छ कि फुलहरू। मैले चाहिँ क्यामेरा कति हल्लाएको भन्नुहुन्छ होला हजुरहरूले। के गर्नु साथीहरू, यस्तै हो हल्लिहाल्छ क्यामेरा त। फुलहरूलाई मैले यसरी राखिदिएपछि यता भित्र पनि छ। आमाले फुलहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। यता पनि छ, यता चाहिँ एकदम फोहोर भयो, मैले सफा गर्नुपर्ने हुन्छ साथीहरू। ल हेर्नु मेरो घरमा फुलहरू। म भर्खर बिहे गरेर आउने बेलामा चाहिँ एउटा फुल पनि थिएन। यो फुल मैले साथीहरू कहाँदेखि चोरेन कि। मागेर ल्याएको फुल त एउटा पनि होइन होला कि, सबै चोरेरै ल्याएको फुल हो। म चोर हो चोर। यहाँ चाहिँ बुवाले ड्र्यागन फ्रुट रोप्नु भयो। यहाँ त्यत्रो भयो। हाम्रो घरमा के चाहिँ छैन कि साथीहरू, के चाहिँ छैन। यत्रो भयो अनि यहाँ यत्रो भयो। अब चाहिँ साथीहरू खाने बेलामा म हजुरहरूलाई पनि बोलाउँछु ल भनेर। यसरी हेर्नु त मेरो फुलहरू। अनि साथीहरू मैले चाहिँ यहाँको काम भ्याएँ। अब म चाहिँ तल जान्छु। तल गएर मेरो धेरै काम भ्याउनु छ। मैले पोछा पनि लगाउनु छ अनि खाजा पनि बनाइदिनु छ उनीहरूलाई। सो हाम्रो चाहिँ साथीहरू फुलहरू यस्तो भइरह। अब म चाहिँ जान्छु साथीहरू तल। अब यहाँ बाहिरबाट 1 खिड्की लगाउनु पर्ने छ, मैले लगाएँ। अनि त्यसपछि गएँ साथीहरू म तल। यहाँ पनि छ फुलहरू त छ त। अब यिनीहरूलाई पनि माटो हाल्नुपर्ने बेला भयो।
अब चाहिँ मैले पानी सबै भरिसक्यो। अब चाहिँ म पोछा लगाउनु पर्ने हुन्छ है। पोछा लगाउनु जान्छु साथीहरू। त्यहाँबाट पानी हाल्दा झिकेर पानी त आइरहेछ। ओ सरी, अलिकति सरप पनि हाल्नुपर्छ साथीहरू। मेरो पोछा चाहिँ उता छ जस्तो हो। यस्तो हो साथीहरू। ए यहीँ रहेछ त हौ। मै मात्र होला हौ नदेख्ने। आहा पनि मेरो त धन्नको छ साथीहरू। आयो अब चाहिँ म पोछा लगाउँछु साथीहरू। यहाँ कति फोहोर भयो नि त घर। त्यही कारणले म सफा गर्छु साथीहरू। आमाले चाहिँ आज खाजामा सेलरोटी बनाउनु भयो। हाम्रो आमा अघिसम्म कुडो खुवाएर झुङ्गुङ्गा हिँड्नुभएको थियो। अहिले त चिरी च्याट्टै पारेर सफा भएर सेल बनाउँदै हुन्छ। एकचोटि हेर्नु त। अब यति खाएर घाँस काट्नु जानुपर्छ नि त। त्यही भएको भएर हामी चाहिँ बिहान बिहान कहिले कोदोको रोटी अनि कहिले सेलरोटी बनाएर खाएर जान्छ है आमा। खाएर जानु पर्यो नि, खानु पर्यो नि साथीहरू। खाना त पर्यो। त्यही त नि, खानाकै लागि त हो यो सब गर्ने होइन त आमा। त्यही भएर केही किन्ती गरेन हो त नि। मासु खान्छ अनि हो साथीहरू। त्यही त नि, खानुपर्छ साथीहरू, खानुपर्छ। अब आमाले यता रोटी नि पाक्दैछ। आमा त यहाँ सफा भएर बनाइरहनु भयो साथीहरू। यता बाजे हुर्काएको बाजे नै आउनु भयो कि उहाँले चाहिँ रक्सी माग्दै हुनुहुन्छ बाजेले। आमाले चाहिँ छैन रक्सी भन्नुभएको कि आमा। आज पूजा गर्ने हो अनि केही दिन हुन्न हाम्रो। अब कुल पूजा गर्दाखेरि कसैलाई केही दिन्न भोलिसम्म।
तुलसीलाई पानी खुलाउँदैछु। सो अब चाहिँ यसलेसँग 2 बाल्टी हुन्छ खायो भने 2 बाल्टी सकाउँदैन अरे मलाई थाहा। यस छुच्ची माउ चुप तल्लै मैले कुट्छु अरे। फेरि आज टन्नै पानी आयो त। गर्मी पनि यति गर्मी छ कि तेरै घरको बुहारी हो नि म नि। यस्तो नगर न हौ कन्सी। पानी भयो भने म लैजान्छु। साथीहरू यस्तै छ गाउँघरमा काम गर्ने बस्ने गाईबस्तुलाई अगाउने यिनीहरूलाई आमा बाख्रा चलाउनु जानुभयो। लोकल कुखुराहरू छ टन्नै। म क्यामेरा सफा गर्छु है अलिकति साथीहरू लाइन नगर्नु है। फोन देखाएको जस्तो लाग्यो भयो तपाईँ छुट। अब यसलाई दिन्छु मैले ल। तपाईँ खान्छ कि खान्न बरु अलि भर्खर खाएर बसेँ भन्छु। यसको बच्चा आज पानीमै डुबेर मऱ्यो एउटा त। त्यो केटाले त्यहाँ माथि कपडा सुकाइरहेको छ। त्यो चट्टी उठाइराख बिचराले। ठिक छ उठा उठा उठाउनुपर्छ। तीजना लास्दै नि हातै न त बाफ्रे आमाले। यस्तो राम्रो फुल फुल्यो नि साथीहरू। हौ कहाँ जानु लाग्नु भएको परिवार लिन यता त भोलि पूजाको लागि हो। ठिक छ औषधि खानु भयो। औषधि खाएकै छैन कि यस्तो झ्याली गर्छ मान्छेले। के खायो हो ल गुड गुड हो त्यस्तै औषधि खानुपर्छ स्याबास। ओके साथीहरू आजको लागि चाहिँ भिडियो यति नै। सबैजनाले फुल भिडियो हेरेर माया गरिदिनु होला। बाई बाई।